काउरी परेको होस्, डाली आएको होस्, यत्रो होस्, ठुलो होस्। अलि मैले इभिनिङतिर मैले भ्लग बनाउनुको रिजन चाहिँ के हो भन्दाखेरि चाहिँ गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल इन अनदर भिडियो है। अहिले तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, म नि एकदम फिट एन्ड फाइन छु है। के छ हौ साथीहरू, सबै सन्चै हुनुहुन्छ होला होइन भनेर यसरी हुन्छ नि, यस्तो तरिकाले बोलेर बनाउन पाएको भए त कस्तो छुट्टै हुन्थ्यो है तरिका। फाइनल्ली है म चाहिँ अहिले चाहिँ मैले हुन्छ नि भिडियो नबनाएको धेरै भइरहेको छ नि त होइन। त्यस्तै त्यस्तै अहिले अलिकति इन्ट्रेस्ट नि अलिक जाग्न थालेन कि, अलिकति जोसै आएन भने भित्रदेखि होइन भिडियो सिडियो बनायौँ यस्तो गरौँ भन्ने। त्यही भएर अनि हुन्छ नि अलिकति बनाउन अलिकति जोस जाँगर नै आएन क्या मलाई। तर सिरियस भएर भन्दाखेरि चाहिँ होइन म अलिकति यस्तो बिजी भएर अलिकति मैले गर्न पाएन भन्छु होइन मैले चाहिँ। तर एउटा कुरा चाहिँ के हो भनेपछि तर यस्तो मैले मास्क लगाएर बोल्दा सुनाएँ होइन, तर मैले मास्क चाहिँ खोल्छु होस्। यस्तो म अहिले यहाँ ठ्याक्कै यो मेरो कोठाको तलनिर आइरहेको छु होइन। मैले यता राति अलिक बेलुका अलि मैले यो इभिनिङतिर मैले भ्लग बनाउनुको रिजन चाहिँ के हो भन्दाखेरि चाहिँ अब हुन्छ नि, अब जति राम्रो बनायो भने कसैले भिडियो हेर्ने नि के अरे होइन। त्यही भएर अब जति बेला बनाएँ नि अब हुन्छ नि त, अब आफूलाई एकदम हुन्छ नि बनाउनु मन लागेको बेला प्याट्टा बनाइदिनु, अरू बेला नबनाउने के। अब भ्युज आउँदैन, कसैले हेर्दैन भने चमक छ भने हेर्न त हेर्छ होइन। अलिकति होस् न भने अलिकति ल है अब चाहिँ भिडियो बनाउनुपर्छ, अब चाहिँ केही गर्नुपर्छ भन्ने जस्तो होस् न फिल हुन्न भने। त्यही भएर गाइज होइन फाइनली हेर्नु है, म बस्ने चाहिँ माथि त्यहाँ के भन्छ त्यो निलो के अरे निलो भन्छ कि त हरियो घर छ नि, कता हो उतापट्टि हो त्यो घरमा चाहिँ हो म बस्ने होइन। त्यहाँबाट चाहिँ म यहाँ छु, किन आएको थाहा छ तपाईँहरूलाई चाहिँ मैले मेरो फेस देखाउन आएको क्या म त्यहाँदेखि यहाँ चाहिँ। त्यही भएर म भने हजुरहरूलाई फेस देखाउनु है, हजुरहरूलाई केही हजुरहरूसँग चाहिँ केही दुई चार कप भन्नुलाई म आइरहने। हजुरहरू भने चाहिँ मेरो भिडियो नै नहेरिदिनु भने अब चाहिँ मेरो भिडियो हेर्नु पऱ्यो ल। त्यही फ्याम होइन मैले चाहिँ के भन्नु, भिडियो चाहिँ अब यस्तो एकदम बवाल नै बनाउनु मन चाहिँ छ होइन छन चाहिँ। तर मैले चाहिँ अब त्यस्तो बवाल चाहिँ अलिकति हुँदैन क्या, मिल्दैन होइन, मिल्दैन भने बनाउनै मिल्दैन, हुँदैन होइन, पहिलो कुरो हुँदैन क्या। तर आजको भिडियो चाहिँ के भयो मलाई कि थाहा छैन होइन। मुखमा मैले जे आयो त्यो बोलेको छु होइन, पत्र हेर्नु है। यो छ नि यो ठाउँ, मैले सिधै अगाडिबाट बनाइदिरहेको छु कि यो ठाउँ हेर्नु त, यो ठाउँको होइन तपाईँले यहाँ तल यो चाहिँ के भन्नु छु मलाई पनि थाहा छैन भने हो। तर ठिक छ, मैले चाहिँ अहिले के भन्नु लाग्यो भनेपछि खासमा यो यहाँ तल त्यहाँ उयो रोड चाहिँ होइन, योभन्दा ठ्याक्कै 1 वर्ष अगाडि बाढी पहिरोले चाहिँ रोडको मुनिबाट चाहिँ त्यो चाहिँ पुरै लिएको क्या, फ्लोट के भन्छ त्यो पहिरो गएको। ओए कहाँ हो, यहाँ रोक्नु मिल्छ यसो भिडियो बनाएर यस्तो हिँड्नु लाग्थ्यो म यहाँ कता बस्छ त बस्नु लाग्थ्यो नि म यहाँ थाहा छैन। म चाहिँ यसो कुरो गएको यहाँ झ्याउ लाग्यो त्यहाँ पछि खेल्नु पर्दा यहाँ कहाँबाट गन्थ्यो मैले हाई भन्नु नि दिएको ल है ल टक्क अब एउटा मेरो साथी हो क्या होइन। अब क्यारम खेल्न जाऊँ भन्छ भने होइन, अब क्यारम खेल्न छोडेको पनि धेरै भइसक्यो नि त। कहिलेकाहीँ चाहिँ म जान्छु होइन, जानु चाहिँ बोर्ड चाहिँ खेल्छु, मैले खेल्दिनँ भन्दैन खेल्छु, तर कहिलेकाहीँ मात्रै खेल्छु क्या। त्यही भएर होइन ट्याक्कै अब भेटिन्छ केटाहरू होइन। त्यही भएर पनि भिडियो बनाउनु अहिले अर्कै लाग्छ कि होइन। फेस हेर्नु त कस्तो, पहिला फेसलाई हेर्नु न, फेस यो फेस त ठिकै हो है। मैले माथिको हेयर चाहिँ यो हुन्छ टक्क, मैले यहाँको माथि कपाल चाहिँ ट्याक्क मैले मिलाउनु चाहिँ जाने छैन होइन। त्यही टक्क यस्तो जुङ्गाबारी ट्याक्क आएको है, यस्तो मिलेको राजा जस्तो पुरै है। यता हेर्नु न यस्तो मिलेको ट्याक्क फेस कहाँ पाउँछ भने कपालले पो धोका दिएको त मलाई होइन भन्नेरी। अब त्यस्तो गाइज होइन, मैले त कसम है मैले के बोलेँ बोलेन, के बोल्नुपर्ने कुरा के नबोल्नु पर्ने कुरा मलाई केही पनि थाहा छैन होइन। मैले बोलिदिइहालेँ झ्यामझुम। त्यही म एकैछिन अलि माथि गएर बनाउँछु ल। अब यहाँबाट म एकछिन माथि जान्छु, माथि गएर बनाउँछु ल गाइज है। फाइनली म चाहिँ माथितिर रोडतिर चाहिँ आइसकेँ होइन। यो ठाउँतिर चाहिँ म पहिलोपटक आएको क्या होइन। यो ठाउँमा केही हेर्नु नि कसम भने होइन, म पहिलोपटक आएको है। एउटा हाम्रो आन्टी हुनुहुन्छ, आन्टी चाहिँ यो यहाँभित्र एउटा के फ्याक्ट्री छ क्या, चक्लेट फ्याक्ट्री भन्छ कि फ्याक्ट्री है, त्यता सबै भन्छ क्या, के लिपकार्टदेखि लिएर पुर्सोटदेखि लिएर सबै भन्छ क्या यो फ्याक्ट्रीमा चाहिँ होइन। तर यसरी भिडियो चाहिँ गर्न दिन्छ कि दिन्न मैले बनाएन कि होइन। यता काम गर्नुहुन्थ्यो होइन। म यता चाहिँ यो ठाउँमा चाहिँ म फर्स्टपल्ट आइरहेको छु कस्तो। तर यो ठाउँ हेर्दा चाहिँ होइन के जस्तो लाग्यो भने चाहिँ ठ्याक्कै यो मोटु पत्लुको टक्क त्यो के अरे के गाउँ भन्छ या फुरफुरी गाउँ भन्छ के भन्छ नि, सेम त्यस्तै फुरफुरी गाउँ जस्तो छ कि हेर्नु त्यही टक्क आहा
खुरफेरी गाउँ होइन। तर मेरो है म कस्तो अर्कै देखिरहेको छु होला जस्तो देखेँ पनि के छ र है मन कसैले पर्ने होइन के अरे ए होस् चाउरी फुटेको होस् दाली आएको होस् यत्रो होस् ठुलो होस् मतलब भएन यस्तो मैले आज मैले के बोलिरहेको छु मलाई के पनि थाहा छैन है फेरि मैले भनेको छु नि के पनि थाहा छैन मलाई फेरि चल्न चाहिँ तर म चाहिँ पत्र बोलिरहेको छु मात्र है म यहाँ बोलेको मात्रै हो गाइस। एकछिनमा सर म यसरी देखाइदिन्छु होइन पछाडिबाट मान्छे धेरै आइराख्नु भएको छ म चाहिँ अब योबाट सरासर जान्छु होइन तर कहाँ पुग्छ भने चाहिँ बाटो सिधै उता सेतो घरतिर पुग्छ है कहाँ पुग्छ मलाई थाहा छैन यताबाट फर्स्ट टाइम गएको केही थाहा आएको केही थाहा होइन पुग्ने चाहिँ कहाँ पुग्ने हो यो बाटो होइन त्यो पनि थाहा छैन तर भिडियो चाहिँ लामो भयो भने चाहिँ कसरी अब मेरोमा चाहिँ त्यो क्यापकट चाहिँ अहिले मिल्दैन क्या डाउनलोड गर्ने भयो हुन्छ होइन यो भिडियोहरू चाहिँ एडिट गर्दा चाहिँ भिडियो एडिट हुनु चाहिँ के अरे त्यो पुरै काटेर चाहिँ होइन त्यसलाई एक्सपोर्ट गर्नको लागि चाहिँ कति लाग्छ भनेपछि 1.5 घन्टा 2 घन्टा लाग्छ ल 2 घन्टा लाग्छ 2 घन्टासम्म कुरेर बस्नुपर्छ है त्यस्तो छ क्या त्यही भएर नि अब अलिक झ्याउ लाग्ने अब इन्सर्टबाट बनाऊँ भने चाहिँ इन्सर्टबाट अलिक खासै अलिक मजा नआउने क्या होइन त्यही भएर पनि मैले अस्ति एउटा भिडियो चाहिँ एडिटै नगरेर हालेको अब केटाहरूको आइफोन मोबाइल हुन्छ होइन कहिले केटाहरूको मोबाइलबाट यसो मैले भिडियो सुट बनाइदिरहेको हुन्छु होइन कहिले अब आफ्नो यस्तो छ मोबाइलको हालत होइन तर ठिक छ जस्तो होइन आफ्नो मोबाइलले बनाएको हो खुसी हुनु पऱ्यो होइन तर मैले भने नि है मैले आज के बोलिरहेको छु मैले के गरिरहेको छु मलाई केही पनि थाहा छैन कहाँ हो कहाँ गाइस यो बाटो त म हेर्नु त नआउनु क्या दामी छ भने ठाउँ यहाँ त हेर्नु त कसो होइन दिनमा आएको भए त भ्यू त दामी देखिन्छ होला अब भ्यू दामी देखिन्छ फेस फेरि अन्धार देखिन्छ हुन त फेस कसलाई पनि मनपर्छ होइन किन देखिनु पऱ्यो अरे फेस पछाडि भ्यू देखेँ भइहाल्यो नि भन्ला फेरि है कसैले तर ठिक छ है फ्याम है मैले त आज के बोलेको छु मलाई केही पनि थाहा छैन तर यो बाटोबाट हेर्नु त गएपछि म कहाँ पुग्छु मलाई केही पनि थाहा छैन टर्नेटोहरू दामी बनाएको रहेछ यतातिर होइन एकदम यो ठाउँ चाहिँ मलाई मन पऱ्यो मैले चाहिँ आज मोबाइल चाहिँ यसरी बनाएको छु कि यस्तो उल्टोबाट चाहिँ बनाएको छैन सिधै यसरी समाएर चाहिँ बनाइरहेको छु मैले होइन त्यही भएर आज यो ठाउँ नयाँ ठाउँ है एकदम दामी रहेछ कसम म भोलि है भोलि म सायद यही ठाउँमा आएर चाहिँ मैले फेरि अर्को भिडियो तर अलिकति छिटो आएर बनाउन सक्छु सायद होइन यदि दिनमा चाहिँ म दिनमा पनि आएर बनाउँछु होला यो ठाउँ एकदम दामी लाग्यो मलाई त यही ठाउँ बब्बाल हेर्नु ठाउँ भने हेर्नु त यस्तो ठाउँ यार ओहो छोडिदिनु भाइ पनि कस्तो मजाको आनन्दको आइरहेछ भने होइन तर ठिक छ हेर्नु के कस्तो छ माहौल अवस्था ए उताको त्यो चाहिँ टरेला भयो उता त डोसोले काम गरेर रहेछ एउटा भाइ चाहिँ फेरि एउटा भाइ यता यहीँ कता बस्छ कि यता यहीँ मेरो टरेला चाहिँ यतै छ भन्ला त्यो उसले यतै बस्थ्यो होइन अब म योबाट पहिलोबाट गएको कहाँ माथि त्यहाँ पुगेर त्यहाँबाट त्यत्रो तल आउनुपर्छ होला होइन तर मैले सक्दैन त्यहाँ आउनु होइन फ्याम है म चाहिँ फेरि फर्किनु पर्ने हुन्छ है भिडियो चाहिँ अब ठ्याक्कै म कोठा पुग्दा चाहिँ मैले अफ गरौँ कि अब यहीँबाटै अफ गरिदिउँ भन्ने भइरहेको छ मलाई अब सकेसम्म मैले भिडियो चाहिँ यतैतिर अफ गर्छु होइन अब म भिडियो लामो भइसक्यो 8 मिनट 9-10 मिनटको भइसक्यो भिडियो मैले यतितिर अफ गरेँ म यहाँ त्यहाँ कुनासम्म चाहिँ पुग्छु है के भन्छ अरे छेउसम्म पुग्छु छेउबाट चाहिँ कोही माथि कता जानुपर्छ अनि सिधासम्म चाहिँ त जान्छु कि अरे होइन अब स्ट्रेट छ भने त म जान्दै फेरि के अरे सिधा माथि नै छ भने जान्नु तर स्ट्रेट यता छ भने चाहिँ म जान्छु यतासम्म जान्छु माथिसम्म जान्नु ल स्टोरी चाहिँ फुल भन्दैछ चाहिँ माथि नै जानुपर्ने रहेछ या म जानु माथि त्यहाँ रहेछ जानुपर्ने त्यहाँबाट फेरि घुमेर यहाँ तल आउनुपर्ने अनि म बस्नु त खासमा उता त त्यहाँ हो नि त होइन त्यही हो होइन फेरि मैले त अब के बोल्नु पऱ्यो होइन ल यति भन्दै मैले चाहिँ अब भिडियो चाहिँ मैले त्यतिर अफ गरिदिइहाल्छु होइन स्टोरी चाहिँ मेरोमा चाहिँ फुल भनिसक्यो है 4 मिनट 25 सेकेन्ड 24 सेकेन्ड भइसकेको छ त्यही हो ल अब चाहिँ मैले धेरै नबोलेर होइन भिडियो चाहिँ मैले त्यतिर यसो लाएर अफ गरिदिन्छु है फ्याम है गाइज है साथीहरू नरिसाउनु होला किनभने स्टोरेज अब मोबाइलको स्टोरेज पनि पुग्नु पऱ्यो नि त होइन ल यति भन्दै मैले चाहिँ भिडियो चाहिँ यतितिर अफ हानिदिएँ है भिडियो चाहिँ जे जस्तो भए तापनि लाइक सेयर सब्सक्राइब के भन्नु सब्सक्राइब चाहिँ हानिदिनु लागि चाहिँ लाइक अब हानिदिनु नहानिदिनु तपाईँको इच्छाले गरिदिनु अनि कमेन्ट हानिदिनु तपाईँको इच्छाले गरिदिनु तर त्यो के भन्छ अरे त्यो के सब्सक्राइब चाहिँ हानिदिनु ल यति भन्छु मैले चाहिँ अरू केही पनि भन्दिनँ ल बाई होस् टाटा।